हेलो गाइज नमस्ते, म शेफ दीपक। सो गाइज हाम्रो साथमा हुनुहुन्छ बसन्त शेफ। सो आज चाहिँ हामी कुराकानी गर्नेछौँ अब जुन रेस्टुरेन्टहरूमा अहिले चाहिँ बिजनेस भइरहेको छैन हैन, यो विषयमा चाहिँ हामी कुराकानी गर्नेछौँ र म सोध्न गइरहेको छु हाम्रो शेफलाई। शेफ, अनि जुन हाम्रो अहिले रेस्टुरेन्टहरू चलिरहेको छैन, ब्याङ्कुटहरू चलिरहेको छैन हैन, यो विषयमा चाहिँ तपाईँ अहिले के भन्न चाहनुहुन्छ? हजुर, म यही नै भन्न चाहन्छु कि अहिलेको माहौल हेरेर बिजनेसमा लस भइरहेको छ। सबै ठाउँमा यस्तो प्रब्लमहरू भइरहेको छ हैन, केही समस्याहरू अब इस्युहरू भइरहेको छ। होटल इन्डस्ट्रीमा अब ग्यासको प्रब्लम हुनको कारणले गर्दा अन्यत्र बाहिरको मान्छेहरूलाई पनि धेरै पीडाहरू भोग्नु परिरहेको छ हैन। त्यस कारणले गर्दाखेरि मान्छे अहिले होटल इन्डस्ट्रीमा खाना खानलाई पनि पहिलो जसो आउन धेरै जसो मान्छेहरू आफ्नो घरतिर हिँड्न थालिसक्यो। त्यो कारणले पनि हो हैन, मान्छे अब केही पैसाहरू सेभिङ गरौँ भन्ने कारणले पनि अब प्रायः जसो बाहिर ननिक्लिनेको कारणले पनि हो। एकदमै अहिलेको जुन पब्लिक छ त्यो चाहिँ बाहिर निक्लिरहेको छैन, किन भन्दाखेरि ग्यासको महामारी आइसकेपछि चाहिँ केही पैसा सेभिङ गरौँ भनेर चाहिँ गेस्टहरू बाहिर निक्लिरहेको छैन। त्यो कारणले चाहिँ हाम्रो रेस्टुरेन्ट ब्याङ्कुटहरू खास चलिरहेको छैन। अनि त्यही कारणले चाहिँ अलि टेन्सन नगर्नु होला, बट यो ग्यासको सल्युसन आइहाल्छ होला हैन। 1 महिना समथिङ भइसक्यो, बट डोन्ट वरी, एकदमै यसको सल्युसन आउने नै छ। बाँकी चाहिँ जहाँ जुन ठाउँमा भए पनि राम्रोसँग काम गर्नु होला। धेरै हाम्रो दाजुभाइहरू घरतिर गइसक्नु भएको छ, अनि घरतिरबाट आउँदाखेरि चाहिँ कृपया कन्ट्याक्ट गरेरै आउनु होला जबको लागि। यसरी हावादारी यहाँ नआउनु होला भन्न चाहन्छु। थ्याङ्क यू, नमस्ते।